यो कावासोतीको टरुवा ताल हो। यो गर्मी सँगसँगै यहाँ धेरै नुहाउनेहरूको भिड लाग्ने गर्छ र यो टरुवा ताल धेरै पहिलादेखि नै यो ठाउँमा अवस्थित छ अथवा यो तालको रूपमा विकास हुँदैछ र यो टाढासम्म फैलिएको छ। हामीले देख्न सक्छौं निकै टाढा टाढासम्म छ। प्राकृतिक हिसाबले पनि निकै सौन्दर्य मान्न सकिन्छ र यहाँ धेरै आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। यो टरुवा तालबाट कावासोती बजार निस्कने बाटो हो र सँगसँगै तालबाट माथि देखिने यो प्राकृतिक सौन्दर्यताले गर्दाखेरि पनि यहाँको यो दृश्य अझै मनोरहक देख्न सकिन्छ। यहाँ धेरै जातका बोट बिरुवाहरू छन्। यो ताललाई संरक्षण पनि गरिँदै आएको छ, त्यो देख्न सकिन्छ। यहाँ निकै ठूलो वालहरू लगाइएको छ। यो नभत्कियोस् अथवा यसले अरू ठूलो क्षति नपुर्याओस् भन्ने हिसाबले पनि यो वाल यहाँ लगाइएको हो। यहाँ धेरै बजेट अथवा धन सम्पत्ति पैसा पनि उत्तिकै खर्च भएको छ। यो संरक्षणमा लाग्नुपर्ने तपाईँ हामी सबैको दायित्व पनि छ। यहाँको स्थानीय सरकार र स्थानीय बासिन्दाहरूले धेरै लामो समयदेखि यसको संरक्षण गर्दै आइराख्नु भएको छ र गर्मीको समयमा हामीले यो ठाउँलाई बिर्सनै सक्दैनौं। टाढा टाढादेखि यहाँ नुहाउनको लागि आउने गर्नुहुन्छ। अझ गर्मीमा विशेष गरेर यो ठाउँमा नुहाउनको लागि धेरै भाइ बहिनीहरू आएको हामी देख्न सक्छौं। बिदाको समयमा त अझ धेरै भीड़ र घुइँचो लाग्ने गर्छ र यहाँ समय अनुसार विभिन्न जात जाति अथवा प्रजातिका माछाहरू पनि पाउने गरिन्छ। यहाँ थारू समुदायको बस्ती र बाहुल्यता उत्तिकै छ। यहाँ विभिन्न जात जाति भाषा भाषी बोल्ने मानिसहरूको पनि उत्तिकै बाहुल्यता रहेको पाइन्छ र विशेष गरेर यहाँ घोगी माछा हाँस परिकारहरू बढी पाइने गरिन्छ। त्यो खानको लागि पनि धेरै आन्तरिक पर्यटकहरू यहाँ आउने गर्नुहुन्छ र हामीले यो तालको आज तपाईलाई किन देखाइरहेका छौं भने यसको संरक्षण गर्न पनि आवश्यक छ है। किनभने यो यतिमै सीमित होइन, यो फराकिलो छ, ठूलो छ। यसलाई हामीले घाँस अथवा यो झारहरू विभिन्न उम्रेको देखेका छौं। यसलाई सफा गर्न पनि उत्तिकै जरुरी छ। यो अत्यन्तै महत्वपूर्ण ठाउँ क्षेत्र र पर्यटकीय हिसाबले अत्यन्तै राम्रो हो भन्ने हिसाबले पनि हामी तपाईलाई यो देखाइरहेका छौं र विकास पनि हुँदैछ। किनभने बाटो पिच हुनको लागि तयारी छ। यहाँबाट यता बाटो पनि बन्दैछ, पिच हुँदैछ। यो पनि राम्रो कुरा हो। सँगसँगै अन्य कुराहरू पनि अझै बनाउन पर्ने जरुरी देखिन्छ। सबैको ध्यान जाओस्, त्यसैले हामीले यो कुरा यहाँलाई देखाइरहेका छौं। धन्यवाद।